बुढी सुन त भन्नु त एउटा सल्लाह गरौँ भनेको। के सल्लाह बुढो? जापान आएको नि 10-11 वर्ष हुन्छ है। धेरै मेहनत गरियो। अब 10 वर्ष प्लसमा चाहिँ काठमाडौँमा 5 तल्लाको एउटा घर पनि किनियो। अब गाडी पनि अब त्यहाँ किनिएकै छ है, अहिले अरूले चलाइने। अब कति मेहनत गर्ने भनेर हो। यता नि राम्रो त राम्रै छ। अब यसो सोचिरहेको छौँ के उता नि अब 4 तल्ला भाडामा दिने, माथि 5औँ तल्लामा आफू बसौँ। अब आफू नबसी नि फेरि घर बिगारिदिने, त्यो फोहोर गरिदिने, धेरै समस्याहरू नै हुन्छ। अब अरूले 40 कटेसी रमाउला भन्छन्, हामी त्योभन्दा पहिला नै रमाउँ न है, त्यही गरेर सोचौँ कि भनिरहेछौँ। त्यही भएर अब ठिकै छ, उता नि अब सबै व्यवस्था भइहाल्यो। त्यसो भयो अब नेपालतिरको लागि नि सोचौँ भनेर भन्ने दिन चाहिँ कहिले आउला के? कस्तो गाह्रो भइसक्यो यार।